सो नमस्कार हजुरलाई स्वागत छ मेरो अर्को न्यू भिडियोमा। सो गाइस थ्याङ्क यू भेरी मच तपाईँहरूले हेरिदिनु भएकोमा अनि लाइक हानिदिनु भएकोमा अनि सब्सक्राइब गरिदिनु भएकोमा मेरो च्यानल। सो यसरी नै माया दिनु होला र अर्को भिडियो फेरि टुर्नामेन्टको लिइसकेको छु। तपाईँहरूलाई कस्तो लाग्छ होइन कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। सो त्यही हो अनि 100 सब्सक्राइबर पुग्न आँटेको छ। तपाईँहरूले 100 सब्सक्राइबर पुऱ्याइदिनु हुन्छ भन्ने आशा छ। सो गाइस त्यही हो। सो गाइस लेट्स गो है त। सो हाम्रो लक्कीजीले युएक्सपी बोकेर अगाडि रसमा जानुहुँदैछ र लोकेसन ट्र्याक भइसकेको छ हाम्रो भाइको। सो हाम्रो भाइले वान ट्याप हानिसकेको छ लक्कीजीलाई, एक विन। सो गाइस उता 0 यता 1 भइसकेको छ। सो अब मैले चाहिँ अर्कोको हेरेँ होइन, लक्कीजीको हेरेँ। सो लक्कीजीको चाहिँ होइन खतरनाक बन्डल छ अनि अर्कोको चाहिँ ठिकठाक बन्डल, मेरो भन्दा त राम्रै होला। अगाडि बढ्दैछ हाम्रो लक्कीजी। सो घरभित्र चल्नु भएको छ। फेरि एनिमीको लोकेसन ट्र्याक भइसकेको छ अनि के हुन्छ है, कलेजी छ। अघि त अर्को भाइले जितेको थियो, अब लक्कीजीले केही गर्छ कि। सो गाइस एनिमीले देखाएको छैन लक्कीजीको लोकेसन। सो लाउनु भयो। सो गाइस फेरि हान्नु खोजीमा। सो गाइस हाम्रो अब चाहिँ ड्यामेज लागिसकेको छ अपोनेन्टको। सो गाइस धेरै ड्यामेज लागिसकेको छ अनि लाइफ कम भएर चाहिँ ऊ चाहिँ कभरमा जानु खोज्दै थियो अनि कभरमा जाँदा चाहिँ अर्को साइडमा जानुहुन्छ र अनि फेरि हान्नुहुन्छ हाम्रो लक्कीजी। विन इक्वल बराबर 1-1 हुनुभएको छ अनि अब अर्को म्याच फेरि होइन स्टार्ट हुँदैछ। सो लक्कीजीले एकदम राम्रो खेल्नु भएको छ अनि अब फेरि जानुहुँदैछ हाम्रो लक्कीजी रसमा अनि अर्को भाइ पनि रस गर्दैछ। सो गाइस यो इन्ट्रेस्टिङ गेम छ, तपाईँहरूले पनि हेर्नु होला लास्टसम्म होइन। त्यही हो हाम्रो लक्कीजीले चाहिँ अब चार्ज गर्दैछ ड्रप। हाम्रो भाइ चाहिँ फेरि अता घुमेर आउँछ। ड्रप चार्ज पनि भइसकेको छ फाइनली। बोनफायर ड्यामेज लागिसकेको छ लक्कीजीलाई। लोकेसन ट्र्याक भइसकेको छ हाम्रो भाइको। सो हाम्रो भाइलाई रस हान्नुको लागि धेरै खतरनाक ड्यामेज लागेको थियो र कोरोना युज गरेर वान ट्याप लक्कीजीले वान ट्याप हानेर नकआउट गर्नु भएको थियो। सो गाइस वान ट्याप लागेको भए चाहिँ हाम्रो लक्कीजी फिनिस्ड भइसकेको थियो। सो गाइस 2-1 भइसकेको छ। हाम्रो लक्कीको 2 अनि उताको चाहिँ 1, हाम्रो भाइको चाहिँ खतरनाक फुट्नु भएको थियो। सो गाइस होइन किस्मतले साथ नदिनु भएको होला आई थिङ्क। त्यही हो फेरि एकचोटि लक्कीजीले ड्रप चार्ज गर्दै के हुन्छ, लक्कीजीले चार्ज गरिसकेको छ ड्रप। ग्लुवाल युज गर्नुभएको छ लक्कीजीले। ड्रोन उठाइसक्नु भएको छ। ओ माई गड हाम्रो अर्को भाइले एट्याक गर्दैछन्, हाम्रो लक्कीले वेट गर्दैछ। सो गाइस ग्रेनेड हानिसकेको छ। सो गाइस ड्यामेज लागिसकेको छ 44 को। फेरि हाम्रो लक्कीजीले रस गर्दै ग्लुवाल लाग्दै अगाडि बढिराख्नु भएको छ। फेरि हाम्रो अर्को भाइले रस गरेका छन् र यहाँ फेरि एकचोटि हानिसकेका छन्। लक्कीजी विन भएको छ 3-1 ले विन। अब लास्ट राउन्ड, यो लास्ट राउन्डमा चाहिँ कसले जित्छ तपाईँहरूले कमेन्ट गर्नु पऱ्यो है त। सो यस्तै इन्ट्रेस्टिङ गेम हेर्नुको लागि चाहिँ हाम्रो च्यानल सब्सक्राइब गर्नु होला अनि अर्को म्याच पनि आउनेछ हाम्रो म्याचको भिडियो। सो सकेको छैन, अझै पनि टुर्नामेन्टको भिडियोहरू छ। अब थाहा छैन के हुन्छ फेरि। लक्कीजीले लोकेसन ट्र्याक गाइस ड्यामेज खानु भएको थियो। सो गाइस ड्यामेज कम लागेको छ। उताको ओपोनेन्टको ड्यामेज लागेको छ, थाहा भएन कति लाग्यो। सो MP40 लगेर अगाडि बढिरहेको छ। हाम्रो अर्को भाइ चाहिँ भागिसकेको छ। सो गाइस ड्यामेज धेरै नै खाइसकेको छ। अब थोरै हेल्थमा हुनुहुन्छ लक्कीजीले। फेरि रसमा गाइस दामी वान ट्याप सकेको छ गाइस। सो तपाईँहरूलाई कस्तो लाग्यो? बर्डसटले चाहिँ मर सरी। सो गाइस टेक केयर, बाई बाई, जय नेपाल। यस्तो भिडियो हेर्नुको लागि चाहिँ सपोर्ट गर्नु होला।